नमस्ते नमस्कार सम्पूर्णजनामा तपाईहरुको माझ फेरि पनि भिडियो लिएर छ। आजको भिडियो हुन्छ हाम्रो ट्यु रिजल्ट कसरी चेक गर्ने त्यसको बारेमा आज म कुरा गर्ने छु। जुन अहिले भर्खर 82 सालमा बीएड, बीएससी, बीबीएस, बीबीए जुन रिजल्ट प्रकाशित भएको त्यो तपाईहरु कसरी चेक गर्नुहुन्छ त्यो तपाईहरुलाई म सिकाउने छु। अनि क्रोम ओपन गरेर त्यसमा सर्च गर्न सक्नुहुन्छ ट्यु रिजल्ट। ट्यु रिजल्ट सर्च गरेपछि तपाईले यस्तो इन्टरफेस खुल्छ। इन्टरफेस खुलेपछि तपाईले आफ्नो यो ट्यु एक्जाम EDU NP हुन्छ लेखेको त्यसमा सिलेक्ट गर्नु या ट्यु रिजल्ट हुन्छ त्यसमा सिलेक्ट गरेपछि यस्तो फेस्ट इन्टरफेस खुल्छ। त्यसमा लेखेको हुन्छ रिजल्ट सर्च। रिजल्ट सर्च पछि तपाईले आफ्नो एक्जामिनेसनमा क्लिक गर्नुहुन्छ। एक्जाम लेखेको हुन्छ त्यसमा सिलेक्ट गर्नुहुन्छ तपाईको जुन रिजल्ट चेक गर्नुहुन्छ। त मैले भर्खर आएको रिजल्ट 2082 सालको चेक गरे। त्यसपछि तपाईको प्रोग्राममा तपाईहरु कुन छ बीएड, बीएससी लगायत बीबीए, बीएस त्योमा तपाईले जुनमा हुन्छ त्योमा सिलेक्ट गर्न सक्नुहुन्छ। मैले सिम्पली बीएड मा सिलेक्ट गर्दिए। सिलेक्ट गरेपछि तपाईले अब प्रोग्राम ड्युरेसन मतलब तपाईको कुन इयर को छ त्यो सिलेक्ट गर्नु अनि फर्स्ट इयर को मैले क्लिक गरे। त्यसपछि आउँछ सिम्बल नम्बर अनि तपाईले सिम्बल नम्बर राख्न सक्नुहुन्छ। मैले राखिरहेको छु। मैले सिम्बल नम्बर राखिसके। तपाई पनि राखिहाल्नु होला। त्यसपछि यसमा सर्चमा क्लिक गरेर सर्चमा क्लिक गरेर तपाईको यस्तो ट्यु युनिभर्सिटी यसमा यस्तो खुलेर आउँछ अनि तपाईको सिम्बल नम्बर, नाम अनि तपाईको रजिस्ट्रेसन नम्बर समेत आउँछ। अनि तपाईले हेर्न सक्नुहुन्छ कि तपाईको कुन विषयमा कति मार्क आएछ, त्यसमा पास हुनु भएछ कि फेल भएछ, कुन विषयमा लागेको त्यो पनि हेराइदिन्छ। यति तपाईले मैले सिम्पल तरिकाबाट कसरी चेक गर्ने त्यो हेराइदियो।